वेलकम टू माई न्यू ब्लग गाइज। आज चाहिँ ट्याक्क लगाएर 12:30 बजिसकेको छ। हामी चाहिँ आज टक्क लागेर कुन गाउँ त्यो दशरथपुरदेखि माथि डाँडा गाउँ भन्ने मेलामा जान लागेको छौँ। हाम्रो केटाहरू अगाडि गइसकेका छन्। हामी चाहिँ अहिले खाना खाएर निस्केको, जाम भयो, त्यही भएर अब खाना खाएर निस्किन लाग्छौँ। अब आज नयाँ ठाउँ जान लाग्छौँ। अब बाटोको ब्लगहरू पनि देखाउँछु म तपाईँ। फाइनल्ली हाम्रो अर्जुन साथीसँग भेट भइसकेको छ मेलामा। हाम्रो जरेको भाइरल मान्छे भाइरल पार्क उहाँको पनि गएर टक्क फोटो हान्नु होला। ल थ्याङ्क यू सर, थ्याङ्क यू। हाम्रो काले भाइ के छ भाइ खबर? ओ भाइ ल गाइस, केटाहरूले अब यहाँ नास्ता खान लाग्छ नि। नास्ता खाने होटलमा टक्क नास्ता पाक्दैछ यतापट्टि। अब यहाँबाट हामी फर्किन्छौँ टक्क लगाएर। अब यस्तै भयो, आज रमाइलो रहेछ यहाँ। मेला यस्तो रहेछ गाइस, यहाँ चर्न लाग्दो रहेछ टक्क लगाएर मेला। यता पुरै गाउँ स्थलतिर यति माथि रहेछ रोड चाहिँ, उकालो रहेछ। त्यो भित्तामा घर छ, देख्न सक्नुहुन्छ। वेलकम टू माई न्यू ब्लग गाइज। आज चाहिँ ट्याक्क लगाएर 12:30 बजिसकेको छ। हामी चाहिँ आज टक्क लागेर कुन गाउँ त्यो दशरथपुरदेखि माथि डाँडा गाउँ भन्ने मेलामा जान लागेको छौँ। हाम्रो केटाहरू अगाडि गइसकेका छन्। हामी चाहिँ अहिले खाना खाएर निस्केको, जाम भयो, त्यही भएर अब खाना खाएर निस्किन लाग्छौँ। अब आज नयाँ ठाउँ जान लाग्छौँ। अब बाटोको ब्लगहरू पनि देखाउँछु म तपाईँहरूलाई। ठाउँ कस्तो छ, गाउँ चाहिँ कस्तो छ। अब यस्तै छ गाइजहरू। आज चाहिँ अलि ढिलो निस्केका छौँ हामी। यस्तै हो, अनदर मेला रमाइलो भइरहेको छ। यो महिना चाहिँ मेलामा दौड्ने काम मात्रै भइरहेको छ। अहिले चाहिँ हामी धुलाबीरदेखि अगाडि आइसकेका छौँ, थोरै अगाडि ट्रक लागेर। अब यहाँनिर चाहिँ बाटो बनेको रहेछ आजभोलि। पहिला अफरोड थियो, अहिले चाहिँ बाटो बनेर यो गिटीहरू चाहिँ बरालेको रहेछ। अब अलिकति त्यही भएर हामी स्लो गइरहेछौँ। चिप्लो हुन्छ यो गिटी बरालेन भने। स्थानीय सरकारको ध्यान नआकर्षित होस्। कहिले कसो ओभरफिट भयो होला, पल्टिन सक्छ गाडी रातिमा। यस्तै हो गाइजहरू। अब टक्क लगाएर यहाँ तलतिर पुलमा जान्छौँ। अब यस्तै छ, मौसम पनि क्लियर छ। आज पानी पर्ला जस्तो छैन, खुल्ला आकाश भइरहेछ। मेला चाहिँ 2 दिनको रहेछ। हेरौँ आज कति बजी पुग्छ, के हुन्छ कस्तो हुन्छ। यस्तै छ। अहिले चाहिँ हामी ट्याक्क अहिलेको यो भाइरल ठाउँनिर आइपुग्यौँ। ए देख्न सक्नुहुन्छ गाइस, अहिले टिकटकमा भाइरल छ यो भित्ता। यहाँनिर चाहिँ त्यो के अरे त्यो सिसा पुऱ्याउँदैछ घोडाले। अहिले बहुत भाइरल ठाउँ चाहिँ टिकटकमा। तपाईँहरू पनि आउन सक्नुहुन्छ। लगभग सुर्खेतबाट धेरै लाग्दैन, 10-15 मिनट जति लाग्छ यहाँ आउन चाहिँ। अहिले चाहिँ हामी ठ्याक्क गाउँघाटे पुलनिर पुग्न लाग्यौँ गाइजहरू। यहाँनिर चाहिँ अस्ति एउटा नाइट गाडी ब्रेक फेल भएर यहाँबाट यहाँ माथिबाट ब्रेक फेल भएछ। अनि तल त्यो डिस्कोमा गएर चाहिँ ठोक्केछ क्या। अनि चाहिँ यो पुल पनि अहिले एकदम राम्रो भइरहेछ। यस्तै हो गाइजहरू। टक्क लगाएर दामी ठाउँ छ, लामो पुल छ। यहाँनिर अलिकति बाटो चाहिँ अप्ठ्यारो रहेछ। अस्ति चाहिँ नाइट गाडी उयो डिस्कोमा ठ्याक्क ठोक्यो अरे, सिसाहरू फुट्यो अरे यहाँनिर। यो डिस्कोमा टक्क ठोक्केछ। अनि गगटे खोला पुल आइपुग्यौँ हामी चाहिँ अहिले। यस्तो छ। त्यही भएर यो चाहिँ गगटे बजार हो गाइजहरू। टक्क लागेर गगटे बजार आइपुग्यो। बजार पनि सानै छ। यहाँ चाहिँ गाडी बिक्री गर्न सकिन्छ। अनि यो चाहिँ पुल हो, यो चाहिँ ठ्याक्कै राकामा पुल जस्तो छ क्या। गगटे बजारको पुल ठ्याक्कै राकामा पुल जस्तो। यतापट्टि छ के अरे छ झुलुङ्गे पुल छ। यहाँ चाहिँ पहिला रिल्स बनाएको थियो। यस्तै छ। अब अगाडि बढिरहेको छौँ हामी चाहिँ अहिले ट्याक्क दशरथपुर चोकबाट माथि लागेका छौँ। यो टक्क डाँडा गाउँ जाने भनेर। बाटो आधा चाहिँ पिच छ अरे, आधा अफरोड छ अरे। अब यस्तै छ, नयाँ ठाउँमा हिँड्नु पऱ्यो भनेर टक्क लगाएर। पिछो नि बवाल रहेछ। बाटो चाहिँ बवाल नै रहेछ। अब टक्क लगाएर पुरै गाउँ भाइब छु। यहाँ चाहिँ पिच गरेर बरालेको रहेनछ। अब यस्तै हो, ट्याक्क चोकदेखि माथिर लाग्यो। बाटो चाहिँ पुरै मोड रहेछ। टक्क धान काटेर भइयो क्या यहाँ। अब धान काट्छ नि गाउँ घरमा, धान काटेर भइयो क्या यतातिर गाउँतिरको भाइस नै छुट्टी हुन्छ।
अब यी पुरै ग्रिनरी छ अगाडि थोरै भित्रै चाहिँ बाटो चाहिँ अनि आधैवटा अब 45 मिनट जति लाग्छ अरे 45 मिनट्स ओन्ली छ अब यहाँदेखिर धेरै इङ्ग्लिस बोल्न त आउँदैन ओहो अङ्कलले कहाँ औरैबाट ल्याउँछन् यार ठोक्छन् क्या अङ्कलले ठोक्ने जस्तै ल्याउँछन् त यार अङ्कल चाहिँ यस्तै छ गाउँ चाहिँ दामी रहेछ अब उताको चाहिँ भिडियो देखाएन खासै म तपाईँहरूलाई किनकि पहिला देखाइरहेको भएको कारणले गर्दाखेरि उताको भ्यू चाहिँ देखाएन गाउँतिरको भाइब रहेछ पुरै लोकल पारा गाउँको घर पनि त्यस्तै रहेछन् पिच रोड सकेर अब अफ रोडको यात्रा सुरु भइसकेको छ गाइजहरू त्यो पर त्यो डाँडामा जानुपर्ने यहाँबाट जाँदैछौँ माटो चाहिँ रातो माटो रहेछ थोरै चिप्लिन्छ रातो माटो यस्तै छ गाइजहरू अब पिच रहेछ थोरै लगभग 10-20 मिनट जति पिच थियो अब यहाँबाट हामी अफ रोड जान्छौँ 20-25 मिनट जति अब यस्तै हो गाइजहरू पुरै पाहाडमा हेर्छ लेकतिर आइयो गाइजहरू लेकतिर होन्डा साइकल बाइक हारे त्यहाँनिर त्यहाँ बाटो चाहिँ पुरै घुमाउनु रहेछ यहाँबाट हेर्नु सक्नुहुन्छ तपाईँहरूले यस्तो छ तल चाहिँ पुरै घरहरू छ अगाडि ब्रोदरहरू दौडिरहेछन् अरे हामी डाँडा गाउँ भन्ने ठाउँमा ठ्याक्कै मेलोमा पुग्छ अरे बाटो चाहिँ अब यहाँ पनि पिच रहेछ थोरै यस्तो छ थोरै अफरोड थोरै पिच रहेछ बाटोमा बाटो चाहिँ दामी रहेछ यो बाटो बन्दै रहेछ कतै पिच छ कतै अफरोड छ गाइजहरू देख्न सक्नुहुन्छ पुरै पाहाड रहेछ तल चाहिँ पुरै छङ्गाछरी भिड छ आँखा रिगाउँछ तल हेर्दाखेरि माथिबाट चाहिँ रोडमा दौडिरहेको छौँ हामीहरू पाहाडको विशेषता यही हो अब नेपाल भने यस्तै विभिन्न फरक भूगोल छ तराई पाहाड हिमाल यस्तो छ लास्टै चिसो रहेछ यतातिर त पुरै लेक रहेछ गाउँ अब यस्तै छ अब दुईजना हाम्रो साथीहरू गइसके छन् अब दुईजना हामी जाँदैछौँ अब आज र भोलि चाहिँ मलाई चाहिँ पुरै लेक रहेछ जाडो भयो यार टोपी सोपी लाउनु पर्दो रहेछ टोपी लागेन टोपी झोलामा छ अब निकाल्न झ्याउ लागिरहेछ मजेदार छ बाटो त नयाँ नयाँ अनुभव भइरहेछ यस्तो हिलो रहेछ त फेरि कहीँ बबाल कहीँ हिलो दौडिरहेछ यो पाङ्ग्रा चिप्लिन्छ फेरि अलिकति माटो अलिकति चिप्लो रहेछ क्या यतातिर मौसम त दामी छ पुरै आज मौसम खुलेर पाहाडहरू त बबाल देख्या यान्टक दौडीमा सक्यो केटा यान्टकमा केटाहरू यता पुरै गाउँ स्थलतिर यति माथि रहेछ रोड चाहिँ कालो रहेछ त्यो भित्तामा घर छ देख्न सक्नुहुन्छ त्यहाँ पर यस्तो भित्तामा घर छ यतापट्टि पुरै देख्न सक्नुहुन्छ गाइस घर पुरै बाइक रहेछ अझै घरमा यस्तो पुरानो घरमा पनि बाइक रहेछ बाटो बन्दैछ खोला आइसक्यो फेरि गाइसहरू खोलै रहेछ पुरै पहाड छ यहाँतिर यहाँ बाटो बन्दै रहेछ बाटो बन्दैछ गाइजहरू यहाँ पुरै पेलिरहेको छ बाटो चाहिँ सफा आवाज आएन होला यार मेला यस्तो रहेछ गाइजहरू यहाँ चढ्नु लाग्दो रहेछ टक्क लगाएर मेला फाइनल्ली हाम्रो अर्जुन साथीसँग भेट भइसकेको छ मेलामा हाम्रो जरेको भाइरल मान्छे भाइरल पार्क उहाँको पनि गएर टक्क फोटोसोटो हान्नु होला थ्याङ्क यू सर थ्याङ्क यू हाम्रो काले भाइ के छ भाइ खबर ओ भाइ ल गाइस केटाहरूले अब यहाँ नास्ता खानु लाग्छ नि नास्ता खाने होटलमा टक्क नास्ता पाक्दैछ यतापट्टि अब यहाँबाट हामी फर्किन्छौँ टक्क लगाएर अब यस्तै भयो आज रमाइलो रहेछ यहाँ हाम्रो केटाहरू अगाडि दुइरहेको छन् स्कुटीमा भोटर लगाएर यान्टकमा दुईवटा केटाहरू अब हामी अर्को मेला जान लाग्छौँ गाइजहरू यहाँ मेला अलिकति कमाइ भएन त्यही भएर नेक्स्ट मेलामा जान लाग्छौँ भनेर भन्नु भएन अब मान्छे आइरहन्छन् आज खास मेला चाहिँ भोलि रहेछ आज यसो घुम्न आइयो अब हामी यहाँबाट निस्किन्छौँ टक्क लगाएर अब बाटोमा एक दुईवटा भिडियो सिडियो हान्नुपर्छ टिकटक सिकटक बनाउनु पऱ्यो बाटोमा टक्क लगाएर तलतिर ए केटाहरू दौडे राइड त बहुत हान्दो रहेछन् यार दुबिरान स्कुटी टुटु लगाएर ओहो स्पिड हेर स्पिड केटाहरूको
धुलो उडाउँदै दुब्राखान मान्छेलाई साइड लाउँदै दुब्राखान स्कुटी त यार ओहो बिस्तारै बिस्तारै जाऊँ बाटो अप्ठ्यारो छ केटाहरू दुब्रेका यार दुब्राउँछ नि केटाहरूले के मेला जाने केटाहरू यता छन् हामी रिटर्न भइसकेको छौँ गाइज मेलाबाट अब सो जस्तो केही भएन भन्नु भएन अब यस्तो धुलामै बाटो छ धुलो उडाउँदै जानुपर्छ बिस्तारै बिस्तारै बाटो ओह्रालो छ बिस्तारै बिस्तारै जानुपर्छ टक्क लगाएर केटाहरू अगाडि कुदिआएछन् टक्क लगाएर पछाडि पछाडि जाम ह्यान्डसमको होइन धुलो खाउनु रहेछ ह्यान्डसमले अहिले यस्तै छ केटाहरू अगाडि अगाडि पछाडि पछाडि छन् केटाहरू फोटो टोटो लगाएर एमटकमा दौडिरहेछन् केटाहरू टक्क लगाएर चाहिँ तलतिर चाहिँ पुरै उयो छ तलतिर गाउँ छ यतापट्टि माथि पहाड छ हातै दुखाइसक्यो यस्तो अड्डाउँदाखेरि केटाहरू पछाडि कुदेर पछाडि छन् ठुलो खाइहरूलाई बिस्तारै आउँदैछन् केटाहरू यस्तै हो गाइजहरू